आज चाहिँ हामी 6 जना साथीहरू मिलेर 6 जना साथीहरू घुमफिर गरेर डुलेर आएर चाहिँ चट्टसँग बस चढेर गएर चाहिँ अब नास्ता पानी गर्ने होटलतिर नास्ता खाने भनेर चाहिँ होटलतिर लागेका छौँ। बस चढेर अब होटलमा के खाने भनेर चाहिँ आज नि अब बस चढेर पनि गइसक्यो होइन। त्यो यसको मोमो खाने भनेर चाहिँ हामीले मोमो झोल मोमो चढाएर गऱ्यौँ। झोल मोमो अर्डर गरिसकेपछि मोमो पनि हाम्रो आइसक्यो। वेटरले चाहिँ झोल मोमो पनि ल्याइसकेको अवस्था छ। अनि अब यता हाम्रो नयाँ साथी मजाले नेपाली टेस्टको मोमो मजाले खाइरहनु भएको छ। उहाँले एकदम मिठो लाग्यो भन्ने कुरा गरिरहनु भएको। अब तातो तातो झोल मोमो चाहिँ खाँदै साथीहरूसँग गफ गर्दै ओर्दै तातो तातो झोल मोमो खाँदै ओर्दै बसिएको छ। एकदम मिठो टेस्टमा नेपाली स्वादको मोमो चाहिँ खान पाइएको छ भने धेरै लामो समयसम्म पछाडि नेपाली स्वादमा मोमो खाँदै साथीहरूसँग गफ गर्दै ओर्दै यता हाम्रो धनसर पनि खाँदै हुन्छ। यता हाम्रो रत्न सर, हेमराज लगायतका साथीहरू नयाँ साथीहरू पनि च्याट्ट बसेर खाँदैछौँ। हेमराज पनि मिठो स्वाद लिएर खाँदै हुन्छ। हेमराज सर यता चाहिँ चट्टसँगले यता रोहित सर धनसर लगायतका साथीहरू चाहिँ हाम्रो रोहितजी पनि खाएर मजाले मुख मिठाउँदै बसिरहनु भएको छ। त्यहाँ रत्न सरले पनि नयाँ साथीले एकदम थम्पिन दिइरहेको छ, मिठो छ एकदम स्वाद भनेर चाहिँ लाइक मारेको छ। एकदम मजाले खाएको छ, एकदम मिठो छ भन्दै अम्लो मात्रै ठड्याएको छ, लाइक मात्रै मारेको छ। बटाबट खाइएको छ। यस्तो छ एकदम नेपाली मोमो खानको लागि चाहिँ जुनतारा रेस्टुरेन्ट चाहिँ